नमस्कार सबैजनालाई। आजको भिडियो फेरि प्रेसर सम्बन्धी नै है त। कतिचोटि होइन बिरामीहरू आत्तिँदै अब अलिक नजिकको हुनुहुन्छ भने त फोन गर्नुहुन्छ होइन, म्यासेज गर्नुहुन्छ, आत्तिँदै गरिराख्नुहुन्छ है। मेरो आमाको मेरो बुवाको प्रेसर 160 पुग्यो, 150 छ, के गर्ने होला भन्नुहुन्छ है। राति हिजो राति पनि मलाई 10 कि 11 बजे फोन आइरहेको थियो होइन। अब यदि तपाईँको बुवा आमा तपाईँको बिरामी होइन कोही हुनुहुन्छ र एक दिन मात्रै प्रेसर बढेको छ, अलिकति माथि देखिएको छ भने एक दिनमै धेरै आत्तिन चाहिँ पर्दैन। तर यदि तपाईँको बिरामीको प्रेसर 180 छ, सिस्टोलिक भन्छौँ, माथितिरको प्रेसर, माथिको प्रेसर र तलको प्रेसर 110 भन्दा माथि छ भने चाहिँ एकचोटि तपाईँले नजिकको होइन, हजुरको नजिक डक्टरहरू त पक्कै हुनुहुन्छ होला, त्यहाँ एकचोटि देखाएर सल्लाह लिन पर्छ, त्यो राम्रो हुन्छ। तर त्योभन्दा तल छ, 180 110 भन्दा तल छ, तर केही बढेको जस्तो लाग्यो भने चाहिँ त्यसलाई 2-4 कुरा हेर्नुपर्छ, जरुरी हुन्छ है। हामीले घरमा नापेको प्रेसर कतिचोटि गलत भइरहेको हुन्छ। हामी खाना खाने बित्तिकै नाप्छौँ, कतिचोटि चिया खाने बित्तिकै नाप्छौँ, कफी खाने बित्तिकै नाप्छौँ, कतिजनाहरू चुरोट पिउनुहुन्छ, रक्सी खाइराखेको हुनुहुन्छ होइन। त्यो बेलामा नापेर चाहिँ यसको रियल भ्यालु आउँदैन। यो एकदमै ख्याल गर्नुपर्ने कुरा हुन्छ, किनभने आजकल घरमा धेरैजनाको प्रेसर नाप्ने त्यो मेसिन चाहिँ भइराखेकै हुन्छ। घरमा नाप्नु राम्रो पनि हो, तर यी 2-4 कुरा चाहिँ हजुरले मिलाउन जरुरी हुन्छ। केही कुरा खानु भएको छ भने आधी घन्टामा नाप्नुहोस्, त्यसपछि नाप्न सक्नुहुन्छ। चिया, कफी, चुरोट, रक्सी नखाएको बेलामा नाप्नुहोस्, त्यस्तो बेला पनि चुरोट रक्सीमा अलि लामो समयपछि नै नाप्नुपर्छ। अब यो चुरोट चियाहरू खानु भएको छ भने चाहिँ आधी घन्टा हजुरले नाप्नु मिल्दैन है। त्यतिखेरको नापेको चाहिँ अलिकति बढी आउन सक्छ। हजुरलाई पिसाब लागेको छ भने पिसाब फेरेर आएर नाप्नुपर्छ। अनि मजाले कुर्सीमा बस्ने, यस्तै कुर्सीमा अथवा हजुरसँग भएको सामान्य कुर्सीमा कतै अडेस लाउने छ भने पछाडि अडेस लाएर तल 2टा भुइँमा खुट्टा चाहिँ भुइँमा नै राखेर होइन, भुइँमा यो खुट्टालाई चाहिँ नखप्टाइकन होइन, खुट्टामा चाहिँ खुट्टा नखप्टाइकन नाप्नुपर्छ। र नाप्दाखेरि सकेसम्म हामी हटको लेभल भन्छौँ, हातहरू मिलाएर ठिक्क यसरी राखेर नै नापेको राम्रो हुन्छ है। यसरी नापेर एक्ज्याक्ट हुन्छ। र यदि तपाईँको बिरामीको प्रेसर 180 110 भन्दा माथि छ अथवा केही मात्रामा प्रेसर बढेको जस्तो लाग्यो हजुरलाई, तर केही समस्या छ कि छैन, जस्तै टाउको धेरै दुख्ने, स्यास्या हुने, छाती दुख्ने, कतै केही अङ्ग नचले जस्तो हुने, प्यारालाइज भएको जस्तो छ भने त्यतिखेर चाहिँ तुरुन्त हजुरले नजिकको हजुरको कुनै स्वास्थ्य कर्मी हुनुहोला, कुनै डक्टर हुनुहोला, उहाँसँग परामर्श लिन सक्नुहुन्छ। मेरो नजिक हुनुहुन्छ भने तपाईँ आएर हेर्न पनि सकिन्छ है। त्यो कुराहरू हेरेर मात्रै हजुरहरू अगाडि बढ्नुलाई मैले सल्लाह सुझाव दिन्छु। त्यो अलिकति प्रेसर बढ्यो, त्यसले गर्दा आत्तिँदा झन् कहाँ कति के बनाएर आउनुहुन्छ होइन, त्यो चाहिँ गर्नु पर्दैन। हस् त, धन्यवाद।